यसरी दुवै हात जोडेर आज सम्पूर्णलाई गर्छौँ नमस्कार। आज हुने शिव र पार्वतीका छोरा हातमा लिएका लड्डु राखेर श्रीमा आउन बास गरिदेऊ नारायण गणेश गुरुजी सबले मन गणेश गुरुजी यस्तै गरी आज भक्तहरूको आज कण्ठ खुला गराइदेऊ सरस्वतीमाई। अनि जब सरस्वतीले हाम्रो हातमा पस्नु भएन भने हाम्रो मसिनो रहनु भएन भने केही पनि नहुने भएको हुनाले बलि र बोली पनि नफुट्ने भएको हुनाले कण्ठ खुला गरिदेऊ भनेर उनी सरस्वती माईलाई नारायण सरस्वती माई सबले मन सरस्वती साथै सरस्वतीले कण्ठ खुला गराइदिनु भयो भनेदेखि आज सुन्ने श्रोताले के सुने भन्ने भक्तले के भने भनेर साथीको रूपमा पनि बसिदिने उनी अश्विनी कुमारलाई पनि बिन्ती जारी गर्दै नारायण अश्विनी कुमार सबले भनौँ अश्विनी कुमार कुमारले पनि कानमा आएर बसिदिएर भक्तले भनेका कुरा श्रोताले सुनेका शब्दहरू पनि प्रष्ट हुनेछन्। त्यसै कारणले गर्दा यहाँ जति आज कार्यक्रममा सहभागी हुनुभएका सपरिवारहरू भाइ बुढाले देवदेवताहरूलाई सबैलाई सम्झेर ए भाइयो नारायण गर्छौँ नमस्कार गर्छौँ नमस्कार देवदेवता पनि प्रसन्न खुसी हुने भयो भने आज यही राखेको भलन सुड्किरहन्छ संस्कृति संरक्षण सम्वर्धनको कार्यक्रममा भक्त आयो सेवा लायो पर्यो चरणमा तिम्रै शरणमा ए भाइयो नारायण लीला पुन भनौ आज हाम्रो लीला पुन भनौ जोसुकै पुस्तकहरू साना खिस्सा भए पनि 18 पुरानो भए पनि 20 पुरानो भए पनि आज हरिचन्द्रका कथा गाए पनि अहिले औरत गुरुले बताइसक्नुभयो देवकी र आज उनी वसुदेवको कथाको बारेमा पनि आज जुनसुकै साना भने पनि ठुला भने पनि सबै शास्त्र कुराहरू एकैनाश हुने र त्यही परिधिभित्र समान्त हुने भएको कारणले मैले पनि आज 10 खण्ड भागवतको कार्यक्रम मध्ये 7औं अवतारमा जन्मभएका श्री राम भगवान आज वनवास जानुभयो। पुत्र शोक परेर आज दशरथ अयोध्याका राजा दशरथ मर्नु भयो। आज बसका श्रापले गर्दाखेरि
पुत्र सुख परेर मर्नु भयो भने दशरथका कहानीहरू रङ्गरथमा जाने बुझेसम्म के भाइयो नारायण गर्छु प्रणयन आज मैले गर्छु प्रणयन गर्छु प्रणयन हरे राम गर्छु प्रणयन नम्बर जम्म जाने सम्म गर्छु प्रणयन हरे राम जम्म जाने सम्म गर्छु भयान नारायण हो यो दिनको कुरो हो पहिलाका राजाहरू सबै राजपाट पनि गर्ने वनमा शिकार पनि खेल्ने त्यसै बेला अवसरमा त अयोध्याका राजा दशरथलाई पनि वन शिकार गर्न मन लागेछ आफ्नो गोली गट्टा रथ देखिएर घोडा के छ सबै तयारी पारेर नारायण जङ्गल गएछन् जङ्गलमा जानुभएछ जङ्गलको सेरोफेर घुम्दै पनि आज त्यतिखेर त्यही दैव चाहनासे होला ए भाइयो नारायण शिकार मिलेन शिकार मिलेन किन शिकार नमिलिसकेपछि राजा भएर के गर्नु हुँदो रहेछ र आफै आँटेर गएको कुरो केही नमिलेपछि अब म फर्कनु पऱ्यो दरबारतिर फर्कनु पऱ्यो भनेर दरबारतिर फर्कँदैको अवस्थामा केही दिनको कुरो के भाइ आज के भयो भने श्रवण कुमारले चाहिँ आफ्ना अन्धा आमा बाबुलाई बोकेर फर्कनमा बोकेर आज घुमाउनु पऱ्यो गरेको ठाउँमा चाहिँ राखेर के काम लाग्छ भनेर फर्कनु बोकेर नारायण हिँडे बोकेर कठैबाट के लागेछ र ती बुढा भएका बाहुनलाई अनिलाई पनि पानीको प्यास भएछ अनि त्यतिखेर गएर आफ्ना छोरा श्रवण कुमारलाई बुवा भन्दाले पनि बुवा मम्मी आमा अन्नीले पनि ए बाबु मलाई त साह्रै पानी तिर्खा लाग्यो पानीको प्यासा लाग्यो यहाँ पानी पनि छैन के अरे बाबु हामीलाई पानी खुवाऊ भनेर आफ्ना छोरा श्रवण कुमारलाई जब पानी ल्याऊ भनेर भनेको शब्द सुनिसके हुन्छ आमा बुवा तपाईँ यो म सुरक्षित स्थानमा राख्छु तपाईँ बसिरहनु होला भनेर आफ्ना बुवा अन्धा र अन्नीलाई पानी खुवाउन भनेर माताका गाग्रो बोकेर पानी लिएर भने क्या भाइ नारायण गए पँधेर गए पँधेर जब माताको घरो पँधेर लिएर गइसकेपछि हत्तर पत्त बुवा मम्मी आमा तिर्खाले प्यास भइसकेको छ छिटो जानुपर्छ भनेर हत्तर पत्त माटाको घरो पखालेर त्यो पँधेरामा बुवामा भन्ने ठाउँमा गएर पटुकाउनु भयो पुगाउँदाको अवस्थामा त्यही बेला अवसरमा दशरथ पनि आफ्ना घर जान भनेर फर्किरहेको त्यही बाटो परेछ
जबसम्म त्यही बाटो परिरहँदाखेरि त्यो काग्रोमा पानीको कुवामा डुबाउँदाखेरि घट 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 गरेर जो कोण हात्ती फराएको जस्तो शब्द गर ए भाइयो नारायण आवाज आएछ आवाज आएछ दसले सुन्नुभएछ र ओहो आज यो वनहात्तीको हिँड्दो रहेछ क्यारे मेरो सिकार त पक्कै मिल्ने भयो त्यसैले कताबाट आवाज आउँछ भनेर निहालेर जब दिए कताबाट आवाज आएको थियो अथवा सुन्नु शब्द आएको त्यताबाट निहालेर हेर्नु भएछ र देख्नु पनि भएनछ जब श्रवण कुमार माटाको कालो कुवामा डुबाइरहनु भएको थियो त्यतै आबाट आवाज आएको हुनाले कानसम्म खनुलाई खैँचिएर दशरथ राजाले के खायो नारायण बाना छन् पार्वतीश्वर महादेव खैरेनी भजन समूहलाई धेरै धेरै धन्यवाद। तपाईको यो उत्कृष्ट प्रस्तुति आगामी दिनमा पनि हामी हेर्ने नै छौँ। एउटा अन्तिममा भुइँसरी जबसम्म बाण हानिसरी त्यो बाण गरेर त आज श्रवण कुमारको पछाडिपट्टिबाट लागेछ अहिले भने शब्द सुन्ने बित्तिकै दशरथ दौडेर ठाउँमा जाँदाखेरि चाहिँ मैले आफूले हानेको बाण लागिरहेको ओहो बाबु तिमी ओहो कहाँबाट आयो के भयो आज तिम्रो घर कहाँ हो कहाँबाट आयो भनेर सोद्धा उसले प्रेम स्तर सबैलाई आमालाई बुवालाई पानी तिर्खा लागेको पानी खुवाउनु भनेर म आएको तिमीरा बुवा फलान ठाउँमा बस्नुभएको छ फलान ठाउँ राखेको छु त्यहाँसम्मलाई पुर्याइदिनु पर्यो भनेर जब दशरथ राजालाई दुवै हात जोडेर बिन्ती गरिसकेपछि बाबु तिमी पिर नमान लगेर म तिम्रा बाबामा भएको ठाउँमा म लगेर पुर्याइदियो फुरेर ती दशरथ राजाले यति घाइते बालक श्रवण कुमारलाई नारायण हिँडे भोगेर हिँडे भोगेर प्रभु श्रवण कुमारले प्रण छाडेको र अन्धाअन्धीले कोही कुरा पनि नटेरेको हुनाले बाबु आज हामीलाई लालन पालन पोषण गरेर राखिएको छोरो थियो त्यो पनि अन्धाअन्धीको त्यो पनि तिमी राजा जस्तो भएकाले आज गोलीसँग मारेछौ तिमीलाई पनि अब अन्तिममा तिमीले प्राण जाने बेला पनि पुत्र शोक परेर मर्नु पर्यो भनेर जब अन्धाअन्धीले पनि प्राण छाड्नु भएको हुनाले अन्तिममा राम राज्य हुनुभन्दा अगाडि एउटा निम्चा यतापट्टि अब आज राम र लक्ष्मण वनवास जाँदाको अवसरमा पर्दाखेरि उता सौतिनीमा हाम्रो अझ कान्छी श्रीमती पहिल्याएका कुरा सुन्दाखेरि अब कठे गरेर के लाग्छ र भनेर दशरथ राजाले पनि पुत्र शोक परिकन छोराको अनुहार नहेरिकन पनि प्राण छाड्नु परेको यही हिजो के भने आफूले गरेको फल कतैबाट पनि टर्दैन भन्ने कारणले सकेसम्म चगडा गर्नु अरूको फल गर्नु नसके के रहेन बिजाए त्यसकारण यसै गरी आज राष्ट्रिय लोक छुटका संस्कृति संरक्षण प्रतिष्ठान नेपालका आयोजक सबैलाई जे जस्तो हामी पार्वतीश्वर महादेव भजन कीर्तन टोलीले गायौँ काहीँ त्रुटि भुल चुक भएमा माफ र अजानका ठार गर्दै यहाँहरूप्रति सबैजनालाई एकैवादी सङ्घ र साथमै ए भाइयो नारायण गर्छौँ नमस्कार गर्छौँ नमस्कार हृदयदेखि खुसी भयो
पार्क सोल्युसन नम्बर 1 फोटोग्राफी फोटो तथा भिडियो सम्बन्धी सम्पूर्ण कामको लागि हामीलाई सम्झिनुहोला। क्लिक पार्क सोल्युसन।